Babita Giri and this is my brother Rishikesh Giri. हामी चाहिँ अहिले हैन हामी हाम्रो घरबाट चाहिँ पहाड घरबाट हामी मामा घर जाँदै छौं हाम्रो मामा घर त्यही हो नजिकै हो हैन एउटै हो हैन अनि त्यसपछि कति किलोमिटर छ यहाँदेखि धेरै हेल्प गर 8-9 त छ क्या धेरै यो चाहिँ सर्टकट बाटो हो त्यो के अरे गाडी हिँड्ने बाटो गयो भने चाहिँ अलि धेरै हो यो चाहिँ त्यस्तो धेरै हैन हामी चाहिँ हिँड्दै जाँदैछौँ हामी हिँड्ने बाटो चाहिँ यस्तो छ अहिलेलाई बिदा हौँ अनि बाटोमा केही राम्रो केही भेट्यो भने फेरि बनाउँछु है त ए दाइको मुख यस्तो इग्नोर गरिदिनु होला फेरि मुख हेर्नु पनि फेरि ब्लग गरिदिन रिपोर्ट गरिदिन मन लाग्छ होला उहाँको मुख नहेरिदिनुहोस् जस्ट इग्नोर हिम ये बाई बाई हाम्रो गाउँमा चाहिँ हैन यहाँ विश्राम गर्ने ठाउँ पनि छ है पछाडि पनि देख्न सक्नुहुन्छ यता छ यता ओके हामी चाहिँ के गाडी हिँड्ने बाटो आइसकेका छौं दाइ हेलो भारी बोकेछ हैन अघि मैले भारी बोके थिए हेर्नु होला अघि नै चाहिँ मैले बोके थिए अहिले चाहिँ दाइलाई दिएको बाटो एकदम राम्रो छ कपाल हेर्नु यस्तो गर्दै हिँड्न पनि मजा आइरहा क्यामेराबाट बनाउनु लाग्यो अरे यस्तो फिल्टर नभएपछि मलाई आफैलाई अजिब लाग्यो कि त्यसपछि मैले स्न्यापबाट बनाउन थालेँ माइन्ड नगर्नु होला है हस् बाई इलेक्सनमा दाइ चाहिँ मैले भिडियो बनाएको भएर धेरै इरिटेट हुनुभयो हैन दाइको मुख हेर्न सक्नुहुन्छ कुमारी जस्तो हेर्नुभयो पुरै यहाँ ग्रिनरी छ है हामी यत्रो बाटो हिँडेर आएको तर म ग्रिनमा देखाउँछु ओके वेट सबैतिर हरियाली नै हरियाली छ यहाँ चाहिँ हाम्रो यस्तो दामीवाला बाटो हामी चाहिँ त्यो सर्टकट लिएर आएको उतै सर्टकट यति हिँड्न परेन हामीलाई अनि यहाँ छ हामी जाने चाहिँ उता हो थोकै लगाइसकेको छ हामीलाई घाम लाग्यो कि त्यही भएर हो क्या चाहिँ हिँड्दै गर्दाखेरि चाहिँ हामी कालीगण्डकीको पुल आइसकेको छौँ होइन पुल यत्रो लामो छ होइन अनि हाम्रो यो बन्न लागेको चाहिँ करिबन कति वर्ष भयो दाइ 9-10 वर्ष त भयो होला कि उहिलेदेखि यो बन्दै आधा पनि कम्प्लिट भएन अझै यहाँको पानी यस्तो छ हेर्नु यहाँको पुल यस्तो छ यहाँको पानी यस्तो छ अनि हाम्रो घर र मामा घर चाहिँ कालीगण्डकी हो नि त यो बारी पारी छ के अब हामी पारी जाँदैछौँ हाम्रो मामा घरको नाम रूपटारो अनि हाम्रो घरको नाम चाहिँ बुलिङ टारो ठाउँको नामै घरको नाम अरे पुरा आज अनि यहाँनिर के मेला लाग्छ नि दाइ के अरे यही हो उयो लाग्छ हामी आएको के दाइ जोस यहाँनिर चाहिँ मेला टाइपको लाग्थ्यो कि पहिला यहाँ यसरी हात देखाउनु न मान्छेहरूले गाड्छ यसो हात टोक्नुपर्छ अरे अनि यहाँको पानीको फ्लो हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँनिर यसरी बसिरह्यो भने चाहिँ होइन पुलै अगाडि हिँडे जस्तो खालको फिल हुन्छ क्या हजुरहरूले थाहा होला त जोस त्यही पनि यहाँ मोबाइल खस्यो भने चाहिँ जान्छ है यस्तो रिस्क लिएर बनाइरहेको भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर बिर्सिनु होला ओके हाम्रो झोलु दाइ हामी झलुङ्गेमा हिँडेर झलुङ्गे पुल के भन्छ दाइ केही त के भन्छ भन्नुहुन्छ दाइले अब हेर्नु अब हामी माथि पुगेपछि भेट्छौँ है त ओ माई गॉड दिदी रङ ठाउँमा जानु भएको थियो कि दिदी रङ ठाउँ जानुहुन्छ पुतुल खोज्नु यो पनि पुतुल भने गाउँघरमा हाम्रै यहीँ बसेको थियो कि यहीँ बसेर हेर्नु कुना बसेको यही बस्छ यतिको अरे वाह
जाम भयो गाइजहरुले सक्नुहुन्छ मलाई यस्तो झोला बिहे गाइस म झोला बिरे गाइस म झोला बिरे गाइस मलाई भिडियो बनाउँछु भनेको हैन नानीको तानी गर यति गरिम है ओके मैले वहाँदेखि भनेर यता बाटोमा झोला भिरेर आएको गाइस म झोला बिरे गाइस गाइस अब मलाई के अन्याय भयो म अब क्यामेरा निकाले क्यामेरा खोल्ने हुँदो रहेछ भने थाहा पाएँ मैले ल यो हतियार भयो है मेरो हेर्नु सरप्राइज व्हाट अनि गाइस मैले भर्खर ट्रान्सफर गरेको गाइस हजुरलाई थाहा 70% के हो अब अझ हिँड्न छ धेरै हिँड्न गर्मी भयो पसिना मलाई त त्यस धेरै हैन दाइले हेर्नु मेरा पसिना आइसकेको छ मलाई पनि आउनु त मैले भर्खर यस्तो सम्हालेर कपाल बाँधेको त्यही भएर ओ भाइ साहब पहिला हेर्नु बाटो पिच थिएन है उकालो ओह्रालो त्यस्तो यस्तो ढुङ्गा ढुङ्गीवाला के यस्तोवाला हिँडिन्छ नि त सर्टकट थियो अहिले यो सर्टकटलाई पुरै बन्द गरेर यो पिच भएर यति गाह्रो भयो हामीलाई हिँड्न यति लामो भयो त छोटो बाटो नत्र भने हामी उता एउटा सानो घर छ कि कता गयो उताबाट सिधा तल झरेर अनि खोला के भन्छ खोला तरेर आउँथ्यौँ तर यहाँ चाहिँ हामी पुरै यस्तो 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 गरेर घुमेर आउनु पर्यो गाइस अत्याचार भयो हामी बाटो पनि राम्रो है के गर्ने गाडी भएको भए हुन्थ्यो हाम्रो मर्निङ वाक भन्ने के भन्ने अब यहाँ छिटोभन्दा छिटो धेरै धेरै गाडीको सुविधा ल्याउनु पर्यो त पनि सस्तोमा धेरै महँगो तिर्दैनौँ हामी ल्याम्बोर्गिनी भयो त ल्याम्बोर्गिनी ल त्यो पनि चल्छ ल ल्याम्बोर्गिनी फरारी ल दाइको डिमान्ड पुरा गरिदिनु पर्यो है साथीहरू ल बाइ अहिले भेटौँ ल गरौँ भयो हामी चाहिँ हाम्रो विश्राम गर्ने ठाउँमा आइसकेका छौँ हामी यहाँ भेटेको थियौँ मैले फेरि यहाँ हामी यहाँ छाया भएर बसेको हामीसँग अब एउटा कोक छ है मान्छेसँग दुईजना दाइले आफ्नो खाएर भइसक्नु भयो झुटबात बोलो एउटा कोक छ मिलिमिली खाने भन्नुभयो म हजुरलाई यहाँदेखिको भ्यू देखाउँछु है यहाँदेखिको भ्यू यस्तो छ है यो त पुरै भयो झाडी झाडी धेरै भयो यो माथि भयो हाम्रो कोकको हालत चाहिँ यस्तो भयो यो खोल्नै मिल्यो होइन समात्नु त अलिक गोरो देखाएर समात्नु भयो हेर्नु यहाँ यता हेर्नु यहाँ गयो अब आउनु हजुरहरू तथा दाइ मिलेर हेर्नु होला म चाहिँ आहा कति मिठो छ दाइलाई तिमी किन कमेन्ट गर्नु होला चाहिँ बल्ल दिनेवाला छु यदि यस भन्नुभयो भने न त दिनु ओ भाइ मलाई गोरो गराइदिनु पर्यो होइन गोरो नै मलाई यो हुन्छ नि दागहरू धेरै देख्छु कि क्यामेराबाट दागहरू हटाइदियो हुन्छ फिल्टर हालिदिउँ आँखामा आफ्नो हिँड्छ क्या गरीबी गरीबी देख रहे हो गाइस गरीबी मिलियन सब्सक्राइबर गराइदिनु त त्यसपछि हामी पुरा जाडे लिएर हिँड्छौँ ल्याम्बोर्गिनीमा देखाउनु मैले कति दिएँ दाइले मैले यति दिएँ मैले जम्मा यति खाएको छु एक घुट्टुमै भ्याउनुहुन्छ कि फेरि गाइस खत्म हो चुका है गाइस बोतल राख्नुपर्छ अहिले घर पछि मामा घरबाट घर जाँदाखेरि पानी लिएर जानुहुन्छ जो भी है यहाँ गीत बजिरहेको ल अब हामी हिँड्छौँ धेरै भयो रेस्ट दाइ ओके ब्याग दिए नभेरे गाइस म आफै बोक्नु गाइस यहाँ धेरै अत्याचार भइरह भाइ गाइस बहा गाइस Ladies and gentlemen, अहिलेसम्म चाहिँ बोक्छु म ओ भाइ साहब यहाँ त पुरै छाया नै छाया भयो कि
हामी चाहिँ उयो बाटो हुँदै आएको होइन माथि नै छ म देखाउँला अहिले अनि यो बाटो हिँड्दै 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 उता तल छ त्यहाँ चाहिँ हामी पानी भर्न गएको हो हामी दाइलाई हेर्नु सक्नुहुन्छ दाइ थकित अवस्थामा देखिनु भयो म पनि थाकेकै छु भन्ने त्यही अनुसार चिन्नु मेरो हुलिया अलिक ठिक छैन त्यही भएर म भर्खर मुख धोको त्यही भएर त्यस्तो भयो होइन अब हामी चाहिँ जाने बाटो देखाउँछु हजुरहरूलाई यहाँ चाहिँ हेर्नु यहाँ पानी लिन जानको लागि बनाएको बाटो हो यो आधा पनि बनाएनन् यहाँ हाम्रो बटरफ्लाई हुनुहुन्छ उहाँको नाम के हो थाहा छैन जिल्ला सोध्नुपर्छ अनि यहाँ तल चाहिँ हामी पानी लिन गएको म छिच्छि दौडेर देखाउँछु त यहाँ हुनुहुन्छ बाँस यहाँ चाहिँ भूतहरू लुक्नुहुन्छ गर्नुहुन्छ राति राति एउटा भूत यहाँ हुनुहुन्छ एउटा भूत फेला पारिसकेको छौँ हामीले हाम्रो घर चाहिँ माथि हो म चाहिँ हामी घर पुगिसक्यौँ भनेर चाहिँ भिडियो बनाउन बिर्सेछु है तर के गर्ने नयाँ नयाँ हो नि त त्यो धेरै एक्सपिरियन्स छैन मसँग अब बिस्तारै बिस्तारै सिकौँला हाम्रो घर चाहिँ उयो हो यो चाहिँ हाम्रो टोइलेट यो चाहिँ हाम्रो यताको बाटो यो चाहिँ धेरै बाटोहरू आउँछन् यो चाहिँ हामी घर गएको बाटो उमाइको लास्ट थर्के लागेको आइजहरू एकछिन भेटौँ ल हामी चाहिँ फाइनली घर आइसकेको छौँ पानी लिएर आएको है अहिले चाहिँ दाइ चाहिँ यहाँ बस्नुभएको छ देखिनु भयो रहेछ यो चाहिँ हाम्रो घर हो मामा घर यहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ तरकारी बनाउँदै हुनुहुन्छ हाम्रो आमाले चाहिँ आमा यता आमाले खासै मेसो पाउनु भएन यहाँ चाहिँ हाम्रो पढापढी हुनुहुन्छ ए गडाङगुडुङ गरेर हेलो मैले अस्ति नै कुन चाहिँसँग मैले भिडियो पनि बनाएको थिएँ टिकटकमा यदि हजुरहरूलाई याद छ भैँसी हुनुहुन्छ भैँसी हेलो भनिदिनु हेलो भैँसी भैँसी म धेरै डराउने म भैँसी धेरै डराउने हो त्यस्तो अलि भएन है यहाँ चाहिँ मकै छ यहाँ चाहिँ हाम्रो धारा छ हाम्रो आमा हुनुहुन्छ यहाँ पाडाहरू जोडेर भिडियो गराउने भन्नुभयो कस्तो लड्छ अरे घरिघरि दाइ यो भनिदिउँ अनि हाम्रो यहाँ गाँजा यति नै भएर यो के हो हजुरहरूले भन्नु होला है यो के हो हजुरहरूलाई थाहा छ भने भन्नु है म स्न्यापबाट बनाऊँ कि क्यामेराबाटै बनाऊँ पनि सजेस्ट गर्नु होला है मलाई योचोटि त मैले क्यामेरामै बनाएँ उहाँले पनि भन्नुभयो एप्रुभ गर्नुभयो गाँजा नै भन्दा उम्रिरहन्छ अरे आफै बालेको फाल्न माया मानेर चाहिँ नकाटेको ऐछ अरे अनि हाम्रो चाहिँ यहाँ दोकान छ क्या भर्नाले उताको दोकान थियो त्यो दोकानलाई चाहिँ फुटालेर जस अर्को ठाउँमा सार्नु भयो त्यहाँको कपडाहरू सामान चाहिँ यहाँ माथि छ त्यहाँ चाहिँ हाम्रो आँपको बुटो पनि छ तर आँप चाहिँ छैन अनि यहाँ छ ढिक्की 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 अनि यहाँ चाहिँ जातो आफै मिलाएर बुझ्नु होला ओके ल अहिले यति नै यहाँ चाहिँ साग पनि खानु न यहाँ अनि यो चाहिँ हाम्रो स्टोर रुम नै भनौँ क्याम्पिङ खेल्थ्यौँ पहिला त धान्थ्यौँ अहिले त धान्दैन के भन्छ मलाई त धान्ला भन्छ कि नै भने विचार पनि नगरौँ भयो त पानी खाऊँ त अघि हामीले भ्याउनु भयो पानी अर्को बोतलहरू छ हामीसँग अघि ल्याएको फिल्टर रहेछ हल्का अहिले बल्ल घाममा देखेको थिएन हस् एकछिनमा भेटौँ है त Hello guys, welcome to my blog. Welcome to you, and we are going to somewhere. Please like, share, and subscribe, guys. Okay. Yeah, here is Bobby handsome. Okay, guys. Let's go. Like, share, subscribe, bonus, guys. Hello guys, hi. Blog, welcome to you, guys. And this is subscribe. subscribe, guys. Subscribe, and you have to subscribe, and we'll get money. So, guys, do subscribe, and we love you. To convert this house into a beautiful. To convert this our गरीबी देख रहे हो guys, गरीबी को हम अपने हाम्रो आमा हुनुहुन्छ सब्स्क्राइब म चाहिँ ब्लगर सब्स्क्राइब गर्ने मान्छे यो म्यान
हामीलाई चाहिँ बाटो थाहा छैन हामी कसरी हिँडेको हो तर हामी अहिले हिँडेछौँ ल हामी हाम्रो मेन ब्लगरलाई सब्स्क्राइब दिन खोजिरहेछौँ गाइज हामी बाटो भुल्यौँ गाइज हेर्न सक्नुहुन्छ हामी बाटो हिँड्छौँ गाइज कुकुर गाइज वेलकम टु ब्लग हाम्रो कुकुर भेट्यौँ गाइज कसको थाहा छैन तर हाम्रो भन्नुपर्छ गाइज हेर्नुहोस् कति मस्त सुत्यो गाइज एउटा कुकुरले अर्को कुकुरलाई मिलाइदिनु भयो दाइले कति क्युट रहेछ यो त दाइ हजुरले के गर्नु यहाँ मलाई उगार क्या मलाई पड्काइन्छ मलाई यहाँ कोपरसम्म नचिनेको कुकुर आएर अनि मेरो खुट्टामा कोपर चाहिँ हेर्ने कसो गरेर ए दाइ हजुर पड्का खानुहुन्छ हेर्नु जामिन हिँड्न जामिन सानो ए बाटोमा सुतेर यस्तो हत्ते गर्ने बाबै अहिले बिस्कुट खामलाई कति माया लाग्दो रह्यो हेर्नु न कसो गर्यो गाइस आमा हराउनु भयो आउ जाम जाऊ यस्तो गर्ने के कुकुरलाई पछ्याउँछ भनेको यही हो अनि मेरो पछाडि आउनु बेर छैन भनिहाले जामिन उता जाने जाऊ दादा जाऊ कति खुसी भयो लिची फले यहाँ चाहिँ आँप रहेछ है यहाँ छ आँप यहाँ छ वाउ कति माया लाग्दो यो पुड्के जामिन उठ हो न राम्रो रहेछ यो दाइ फेरि चोर्ने कुरा गरिरहनु हो टिपम मागौँ भन्ने छैन के रह जामिन हिँड्न जाम म पनि आइछु जाम म छुदिनँ हेर म साबुन पनि भेटेँ भने हो म चराउने त्यस्तो नगर न मलाई कति खुसी भयो साबुन छ त्यहाँ हाई कनिचिवा कति माया लाग्दो भने नि हाई गल्यो छानो ल ल ल ल भयो फेरि माया गरेपछि फेरि अचम्मै गर्छन् कि मेरो सानै ल अब हामी चाहिँ हात साथ धोएर एकछिन भेटौँ ल हाम्रो तरसबारीमा खान्छ अस्तिको मुन्टा आलु पनि हो यो खै खाना आलु चाहिँ खाँदै लगेको होइन अनि मैले चाहिँ यहाँ आगोमा माममा तरकारी पकाइछु यहाँ यस्तो छ आमा उता आमाले आँपको अचार थिच्दै हुनुहुन्छ यहाँ छ तरकारी म यसलाई चलाएर देखाइदिन्छु त केही डिफ्रेन्ट छैन चलाएर मात्रै देखाउँछु भनेर है यस्तो छ यो र अनि मही अमिलो मही छ यसको ग्रेभी र महीको महीसँग झ्याम मही चाहिँ भात पनि हो बारीको घाँस लिएर आउनुभएको छ यस्तो छ यहाँ चाहिँ I'm so excited. Okay!